हेलो गाइस, सबैजना नमस्ते। अहिले हामी चाहिँ आएको छु बगरी बागानमा। हेर्न सक्नुहुन्छ बगरी गाछ। बगरी खान आएको हो, तर बगरी नै बेसी मजाले पाकेको रहेन छ। बगरी नै भेटिएन हो। भेटिएन माने यो गाछमा चाहिँ बगरी चाहिँ त्यति छैन। अब फेरि सो गाइस, यो गाछमा चाहिँ बगरी त्यति भेटेन हो। अब फेरि हामी जाँदैछौँ दुसरा बगरी गाछमा। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। बगरी टिपेर तपाईँहरूलाई देखाउने छु र घर पनि लिएर जानेछु। सो गाइस, म चाहिँ बेलेग बगरी गाछमा आइसकेको छु। पछाडि हेर्न सक्नुहुन्छ मेरो त्यो देखिने बगरी बागान नै हो। र त्योभन्दा पनि राम्रो हेर्नु पछाडि कति राम्रो जग्गामा अगाडिपट्टि छ बगरी बागान, पछाडिपट्टि छ पिकनिक स्पट। हेर्न सक्नुहुन्छ तपाईँहरू, क्या दामी दामी छ। बहुत मान्छेहरू आउँछन् यहाँ पिकनिक खानको लागि। कसैले यता यहाँ अलरेडी खाइसकेर पनि गइसक्नु भएको छ। हर वर्ष मान्छेहरू यहाँ पिकनिक खानको लागि आउँछ। देखो न गाइस, बगरी बगरी ओइ बगरी यता हेर। सो गाइस, यहाँ चाहिँ हरेक वर्ष मान्छेहरू पिकनिक खान आउँछन् र तपाईँहरू पनि आउन सक्नुहुन्छ। यति राम्रो जग्गा छ यहाँ जामपानीको यो फरेस्ट क्याम्प भन्ने जग्गामा। फरेस्ट क्याम्प स्याङ नदी भन्छ यिनीहरूलाई। बहुत ही खुबसुरत जग्गा छ। तपाईँहरू पनि आएर यहाँ पिकनिक खान सक्नुहुन्छ। सो गाइस, हामी चाहिँ यहाँ बगरी टिपिरहेको छु। तन्नसँगले हेर्न सक्नुहुन्छ बगरी के हो यो विजय। बगरी हेर्न सक्नुहुन्छ। हामी चाहिँ बगरी टिपेर आधी प्लास्टिक फुल प्लास्टिक हुन आँटिसक्यो। खान सक्नुहुन्छ। यति छ गाइस बगरी हेर्नु। अगर तपाईँहरू पनि बगरी खान आउनु चाहनुहुन्छ भने यही महिनाभित्रमै आउनु, नत्र भने बगरी पुरा खत्तम हुनेछ।